हामी पास भयौँ भन्ने नै सोच्नुहोस् ओके स्योर द्याट यु विल पास भन्ने सोच्नुहोस् टेक हाई स्पिरिट कन्फिडेन्स हुनु होला तर हलभित्र स्कुलको कम्पाउन्डभित्र प्रवेश गरिसकेपछि सो यो डिसिप्लिन अहिलेसम्म त्यो बाटो पछ्याउनु होला डु अल द बेस्ट ओके डोन्ट बी नर्भस डोन्ट बी होपलेस नर्भस नहुनु होला होपलेस नहुनु होला फर्स्ट टु पेपर आर इजी यु क्यान डु इट आफ्नो इङ्ग्लिसमा हजुरहरूले हाँसेर ल हाँसी हाँसी ए प्लस आओस् फेरि पढ्ने नाममा धेरै तनाव नहोस् है चिन्ता गर्ने होइन तपाईँले सोच्यो भने राम्रो परीक्षा होस् यहाँबाट पनि हाँस्दै जानु होला हलबाट आउने बेला पनि हाँस्दै बाहिर निस्किनु होला फेरि एकदम कहिलेकाहीँ सोचे जस्तो नहुन पनि सक्छ देन अल्सो डोन्ट बी द्याट मच होपलेस अल द बेस्ट जानु पर्छ होइन हेलो मर्निङ सर 8 बजेदेखि रेडी छ के बोलेको ए हजुर हजुर सर